गाइस होली मनाउनलाई ठमेलतिर निस्केको है। ठमेलको तमझम देखाउँदैछु म। यो ठमेलतिरको होली है गाइस। ठमेलतिरको होली बोबाल छ नि फेरि। सररररर होली ठमेल बजार गाइस है। आजको ब्लग चाहिँ यतै ठमेलतिरको होली कस्तो छ भनेर ठमेलका हरेक कुना काप्चाको होली तपाईहरुलाई समावेश गर्छु। भिडियो भोलि आउँछ, आज होली है त गाइस। दिस इज ठमेल बजार गाइज हैन। आजको अपडेट चाहिँ होली अपडेट ठमेल बजारको सररररर है गाइज। गाह्रो छ, एउटा हातमा साइकल चलाछु, एउटा हातमा मोबाइलबाट ठमेल बजारको होली। यो होली विशेष कार्यक्रम हो गाइज है। होली विशेष कार्यक्रममा ठमेल चोकको होली कस्तो छ भन्ने कुराको अपडेट म यहाँ दिइरहेको छु तपाईहरुलाई। रमाइलो छ ठमेलतिर र यहाँ विदेशीहरूले पनि होली धुमधामसँग मनाइरहेको हामी देख्न सक्छौँ। हेलो ह्यापी होली। यता ठमेल बजार यो चाहिँ काठमाडौँ गेस्ट हाउस जानेतिरको बाटो। अनि यहाँबाट ठ्याक्कै हामी गयौँ भने यो यता शिक्षा मन्त्रालय निस्किन्छ हैन गाइज। यो ठ्याक्क चोकमा छु, रमाइलो छ ठमेलतिर। ह्यापी होली है। ल हल्का फुल्का ठमेलको ह्यापी होली मनाउँदै हैन तपाईहरुलाई यसो केही मिष्ठान खानु छ भने ठमेल चोकमा आएछ, यहाँ सम्झिनु होला। र ठमेलको सबै अपडेट म चाहिँ देखाइरहेको छु। होली रमाइलो छ, म आफै पनि होली खेलिरहेको छु। यहाँ देश विदेशबाट होली खेल्नेहरूको तामझाम निकै छ गाइज हैन, रमाइलो छ। हेलो ह्यापी होली। ह्यापी ठमेलतिरको तामझाम छ होली विशेष कार्यक्रममा है। होली भनेपछि सबैले एकदम रमाइलोसँग मनाउने पर्व हैन। यो आफै कलरमा पनि एकदम इन्द्रेणी रङहरुमा हामीहरु रमाउने गर्छौं। र यति बेला यो ठमेल चोक हेर्नुस्, अन्तभन्दा यो ठमेलमा अलिकति होलीको विशेष रौनक देखिएको छ। यहाँ चाहिँ पानी हालिदैन गाइज हैन, लोला हालिदैन, पानी हालिदैन र अरु होलीको अन्य नराम्रो गतिविधिहरू पनि गरिँदैन। यहाँ स्वच्छ तरिकाबाट यसो अबिर सबिरहरू लगाउने हैन, कलर सलर लगाउने रमाइलो तरिकाले लागि सुरक्षा पनि निकै तैनात गरिएको छ। कतै त्यस्ता दुर्घटना हुन्छन् कि भनेर चोकमा सुरक्षाकर्मीहरू पनि देख्न सक्छौँ। यता ठुलो कार्यक्रम भए जस्तो छ। म यहाँ बबाल कन्सर्ट भइरहेछ गाइज हैन। ट्रम्पको साथीसँग पनि होली मनाउँदैछ है त। ट्रम्पको साथीसँग ट्रम्प फ्रेन्ड ओके। यहाँ पछाडि ब्याकग्राउन्डमा मोबाइल होली भइरहेछ है गाइज हैन। I have one friend in Tamil from Germany. He's very handsome हैन। नेपाल, अमेरिका, जापान, जर्मनी, चाइना सबै कन्ट्रीहरूको मानिसहरूको रिमिक्स भएको ठाउँ ठमेल गाइज हैन। ठमेलमा विशेष प्रकारको होली भइरहेको छ र यो सप्तरङ्गी कलरले मान्छेहरू इन्जोय गरिरहेका छन्। देख्न सक्नुहुन्छ ब्याकग्राउन्डमा हैन, एकदम क्राउड छ। भर्खर तपाईलाई मैले कन्सर्ट पनि देखाएँ है, कन्सर्ट पनि देखाएँ। अनि कन्सर्टमा एकदम रमाइलो गरिरहेको छ हैन। म पनि आफै त्यो कन्सर्टको भिडभित्र रमाइलो गरिरहेको थिएँ। तपाईँ देख्न सक्नुहुन्छ ब्याकग्राउन्डमा ह्यापी होली भनेर धेरैजना एकदम कराएर उफ्रिएर है रमाइलो गर्नुभएको छ। तपाईँ चाहिँ ठमेल आउन छुट्नु भयो भने तपाईँ विशेष प्रकारले होली 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 भनेर तपाईँ चाहिँ यो होलीको विशेष कार्यक्रममा छुट्न सक्नुहुन्छ है। रमाइलो छ ब्याकग्राउन्डमा हेर्नुहोस्। म आफै यहाँ ठ्याक्क उपस्थित भएको छु। अनि ठमेलको होली विशेषलाई अपडेट देखाइरहेको छु तपाईलाई मैले है त। हेलो ल
पनि मिस नगर्नु होला ठमेल आउनलाई। ठमेलको तामझाम होली देखाउँदै तपाईहरुलाई फेरि पनि यो भिडियो कस्तो लाग्छ लाइक शेयर कमेन्ट गरिदिनु होला। र म ठमेलमा सरर साइकलमा छु गाइज है। साइकलबाट तपाईलाई ठमेलको सबै विशेष होली विशेष मैले देखाइसकेँ यो भिडियोमा। अघि भर्खर ठुलै कन्सर्ट थियो हैन। अब म सरर घर फर्कदै छु हैन। आजको होली विशेष ब्लग्सलाई यही एन्डिङ गर्न चाहन्छु।
तपाईँहरूलाई यो कस्तो लागेको छ है? चाडपर्व मनाउँदै गर्नु होला, रमाइलो गर्नुपर्छ। चाडपर्वले हामीलाई मनोरञ्जन त दिन्छ, तर हाम्रो संस्कार सभ्यता सबै कुराको संरक्षण गर्न पनि चाडपर्वले हामीलाई सहयोग गर्छ होइन। त्यसैले गर्दा हामीले चाडपर्वहरू मनाउनुपर्छ। तर चाडपर्व मनाउँदाखेरि अलिक सभ्य भव्य भएर चाडपर्वहरू मनायौँ भने पक्कै पनि हाम्रो संस्कृतिको संरक्षण हुन्छ, सम्वर्धन हुन्छ, अनि चाडपर्व मनाए जस्तो पनि हुन्छ। र चाडपर्वको रूपमा हामीले विकृति भित्राउनु हुँदैन भन्ने सन्देश दिँदै आजको लागि बिदा माग्छु। बाई बाई। Every time I come, a nigga gotta set it, then I gotta go, and then I gotta get it, then I gotta blow, and then I gotta shut it. Any little thing a nigga think that he be doing, because it doesn't matter, because I'm gonna La